हेलो एभ्रिवान एक्चुअली म एउटा भिडियो पोस्ट गरेको थिएँ है कसलाई के डाउट छ है अनि केटाहरू अलिक धेरै नै वाट्सएपमा पनि मेसेज गरेको छ है सर टिप्सहरू के रहेछ अरे सर्भेयरहरूको इन्जिनियरहरूको सुन फर्स्टली हेर इन्जिनियरिङ भनेको के हो डिफिनेसन थाहा हुनु पर्यो सुरुमा है किनकि कुनै भी फिल्डमा कुनै भी सब्जेक्ट पढिरहेछ भने त्यसको डिफिनेसन थाहा हुनु पर्यो है लाइक सिभिल इन्जिनियर भनेको के हो भने म आफ्नो एक्सपिरियन्सले भनेर कुनै भी आर्किटेक्चरले गरेको जुन डिजाइन हुन्छ नि त्यसलाई सेम टु सेम मैले फिल्डमा प्रस्तुत गर्ने सेम टु सेम एमएम विथ एमएममा हुनु पर्यो है सेम टु सेम प्रस्तुत गरेपछि फिल्डमा त्यसलाई नै सिभिल इन्जिनियर भनिन्छ त्यसको भित्र क्याटेगोरी आउने भनेको तपाईँ सिभिल इन्जिनियर पढ्नु भएको छ भने एज अ ब्याचलर होस् एज अ डिप्लोमा होस् होइन त्यसमा काम गर्न सक्नुहुन्छ तपाईँहरू मेन फर्स्टमा सर्भेको काम गर्न सक्नुहुन्छ साइट इन्चार्ज बन्न सक्नुहुन्छ फरम्यान जस्तो काम गर्न सक्नुहुन्छ तत्काल है एक्सपिरियन्सको लागि क्युसीको काम गर्न सक्नुहुन्छ क्युएसको काम गर्न सक्नुहुन्छ प्लानिङ इन्जिनियरको काम गर्न सक्नुहुन्छ है भनौँ तपाईँ यस्तो नआत्तिनु क्या त्यसको भित्र क्याटेगोरी आउने भनेको यिनीहरू हो है यिनीहरूमा हजुरहरूको आफ्नो इन्ट्रेस्टले जस्तै काम गर्न सकिन्छ है मेरो इन्ट्रेस्ट थियो साइट चलाउने होइन म सर्भेको काम पनि गर्छु साइटहरू पनि चलाउँछु होइन भनौँ त्यो बाइ द हेल्प अफ एक्सपिरियन्स हुन्छ है त्यत्तिकै हुन्न है मैले पनि फर्स्टमा नेपालमा काम गरिरहेको थिएँ फास्ट ट्र्याकमा त्यतिखेर मलाई 0% नलेज थियो केही बुझ्थिनँ यहाँ आएर त झन् 0 भयो त्यहाँ त 3 वर्ष पनि 3 वर्ष त्यहाँ काम गरेको अनि 1 वर्ष काठमाडौँमा जति होला यहाँ आएर मैले काम गर्न स्टार्ट गर्दाखेरि केही समझमा आएन यहाँको टेक्नोलोजी यहाँको गर्ने तरिका फरक रहेछ यति याद राख बुझिरहे यस्तै